हामीलाई धेरैले सोध्नुहुन्छ कि एक तल्ले या 2-3 तल्ले घर बनाउनका लागि कति लाग्छ भनेर। हामीसँग यो प्रश्नको आन्सर ठ्याक्कै हुँदैन, किनभने घर बनाउनका लागि एक तल्ले या 2-3 तल्ले घर बनाउँछु भन्ने मात्रै इन्फर्मेसनले घरको बजेट तोक्न सकिँदैन। घरको बजेट थाहा हुन सबैभन्दा पहिले त तपाईले घर बनाउन लाग्नु भएको जग्गा कस्तो छ, त्यसमा कटिङ फिलिङ कतिको चाहिन्छ या चाहिँदैन, साथै तपाईको घरका लागि चाहिँ कस्तो खालको फाउन्डेसन आवश्यक पर्छ भन्ने कुराले एकदमै ठुलो भूमिका खेल्छ। यति मात्रै नभएर तपाईको घरको डिजाइन कतिको कम्प्लेक्स छ, त्यसका लागि चाहिँ कतिको स्किल्ड लेबरहरू चाहिन्छ र तपाईले घर निर्माण गर्दाखेरि प्रयोग गर्ने सामग्री जस्तै इटा, बालुवा, गिटी, सिमेन्ट कस्तो क्वालिटीको प्रयोग गर्नुहुन्छ र कतिको क्वान्टिटीमा चाहिन्छ, साथै तपाईको झ्याल ढोकाको डिजाइन कस्तो छ, त्यसको लागि चाहिँ कस्तो मटेरियलहरू प्रयोग गर्नुहुन्छ भन्ने कुराले पनि एकदमै ठुलो भूमिका खेल्छ। यति मात्रै नभएर बिल्डिङको इन्टेरियरको लागि तपाईले कस्तो खालको फल सिलिङ, वाल क्लेडिङ र फ्लोरिङको मटेरियलहरू प्रयोग गर्नुहुन्छ भन्ने कुराले तपाईको घरको बजेटमा एकदमै ठुलो भूमिका खेल्छ।